म मान्छे कहाँदेखि कहाँ पुगिसकेँ अनि यो बुटोल पाल्पा घुमेको भिडियो चाहिँ बल्ल हाल्ने फुर्सद पाएको छु मैले चाहिँ। हाई एभ्रीवान, दिस इज निरु एन्ड लेट्स स्पेन्ड अ डे विथ मी इन नेपाल। म चाहिँ हिजो आज अल्छीको महारानी नै भएको छु कि अनि यो घुमेको चाहिँ 8-9 दिन अगाडि हो अनि बल्ल भोइस ओभर गर्ने टाइम भएको छ अनि यही भोइस ओभर गर्ने मलाई यति अल्छी लागेको छ अहिले होइन। अब पाल्पामा यो श्रीनगर घुमेको भिडियो चाहिँ जुन दिन मैले रानीमल घुमेको भिडियो थियो हो त्यही दिनमा घुमेको हो होइन। यो भिडियो सुट गरेको नि त्यही दिनमा हो तर घर फर्किसकेपछि चाहिँ मलाई केही गर्ने इनर्जी आएन कि इभन म पाल्पामा अझै 2 दिन बसेँ अनि त्यही 2 दिन बस्दाको केही पनि हालेन कि भिडियो पनि। म यति धेरै अल्छी कसरी हुन सक्छु भनेर आफैले आफैलाई क्वेसन गरेँ चाहिँ मैले आज यो भिडियोको भोइस ओभर गरिहालेँ अनि आजबाट चाहिँ मैले च्यालेन्ज लिएको छु। आजबाट चाहिँ नछुटाइकन डेली मिनी ब्लग हाल्छु भनेर अनि आजको लागि यति नै। जस्ट मैले यो इन्फर्मेसन दिनको लागि मात्रै आएको हो अनि आजबाट चाहिँ मेरो डेली ब्लग आउँछ, नछुटाइकन हेरिदिनु होला। Thank you for watching. Bye bye. See you in next video.